अनि यहाँ जो देख्नुभएको छ नि यो चाहिँ दह हो। अनि यो दहमा चाहिँ माछा छन्, धेरै नै माछा छन्। अनि त्यसपछि माछा चाहिँ यहाँ मार्न नपाइने रे, मार्न नपाइने भन्दा पनि यो माछा मार्यो भने चाहिँ यस्तो कहानी के पुरै हुन्छ नि, जसले मार्यो त्यो चाहिँ मर्ने रे, त्यो मानिस चाहिँ मर्ने रे। त्यही भएर यहाँको माछाहरू पुरै संरक्षित गरिएको रहेछ। अनि यो दहमा चाहिँ के भनिएको रहेछ भनेपछि पहिला कालमा चाहिँ एउटा मानिसले चाहिँ एउटा नाग जन्माएको अरे के। अनि त्यसपछि चाहिँ उसको नाममा चाहिँ यो सम्पत्ति दिएको रे यो तौडहमा। अनि नागका अरू भाइहरू पनि रे। अनि त्यसपछि माग्दाखेरि सम्पत्ति धेरै रे, माग्दाखेरि चाहिँ उसका भाइहरूले भनेछन् हामीलाई चाहिँ डाँडा काँडा दिनु भनेर भनेछन् रे। तर उसले चाहिँ यो ठाउँ मागेछ अरे कि। अनि भनिन्छ यो तौडो चाहिँ आफै उत्पत्ति भएको अरे। अनि यहाँको माछाहरूलाई चाहिँ स्वयं नागले नै रक्षा गर्ने रे। त्यही भएर चाहिँ यहाँ माछा चाहिँ मार्दैनन् के कसैले पनि, किनकि सबैलाई त आफ्नो ज्यानै प्यारो हुन्छ नि त। अनि चाहिँ माछा मार्न नपाइने भएर होला के, ठुला ठुला माछा रङ्गी चङ्गी हेर्नु, यो पहेँलो पहेँलो माछा छ, कोही रातो, धेरै थरीका माछा के ठुला ठुला। अनि मान्छेसँग पनि नडराउने के, त्यो खाना के माछाको खाना हालिदिँदा बित्तिकै त नजिकबाट हाल्दै पनि नडराउने के। अनि यो थियो तौडहको कहानी। र यो पुरा क्षेत्र चाहिँ तौडह हो। अनि वरिपरिबाट यसरी रेलिङ लगाइएको छ पुरै। अनि फर्किने टाइममा चाहिँ मैले हाँसहरू देखेँ। अनि त्यसपछि हाँसको भिडियो बनाएँ। अनि त्यसपछि हजुरहरूले सुन्नुभएको होला नि, मञ्जुश्रीले नेपाल आएर जोबारको डाँडाबाट खडकले काटेर पानी बाहिर निकालेर हाम्रो काठमाडौँ बस्ती बस्न योग्य भएको भनेर। हो, हामी त्यही हेर्न जाँदैछौँ। यो देख्नुभएको छ नि, यो पुरै यो पुल हो वारी र पारी। अनि यो मुनि बगेको नदी बागमती हो। यो सबै चाहिँ चोबारको डाँडो, चोबारको यो गल्छी नै भनौँ न त। अग्लो थियो पुल, अनि कच्चो कच्चो जस्तो